हेलो गाइज व्हाट्सअप सबैलाई सन्चै छ होला मलाई पनि सन्चै नै छ म पनि सन्चै नै छु अब हैन युट्युब च्यानल छ तर भिडियो छैन हैन तर भ्लग पनि गर्न मन लाग्छ तर भ्लग बनाएको छु खासै त्यस्तो केही बनाएको छैन खासै भ्लग त यही भ्लग बनाउन मन लाग्छ अनि अब के कन्टेन्ट पनि छैन कहीँ जाँदिन पनि मेन भन्नुपर्दा त अब काम छैन जागिर छैन बेरोजगार छु घरमा बसिरहेको छु अब यत्रो ठुलो भइसकेको छ र हैन यसरी बस्दाखेरि धेरै नै मनमा हुँदो रहेछ क्या अब जसरी केही गर्न नसकेको परिवारले त साथ दिइरहेछ बुझिरहेछ तर परिवारलाई पनि त मैले बुझ्नुपर्छ हैन गर्नुपर्छ के गरेर देखाउनुपर्छ भन्ने हुन्छ तर लाइफ के भइरहेछ कसो चलिरहेछ हैन गर्ने ठाउँमा राम्रो भइरहेछ छैन गरिरहेछ भने काम भएको छुटिरहेको छ हैन यस्तै डामाडोल भएर म पनि फ्रस्ट्रेट भएर अहिले बसिरहेकै छु घरमै छु हैन अब यो भिडियो चाहिँ खासै भ्लग पनि हो तर एउटा सानो एउटा मेरो मनमा लागेको कुराहरू हजुर माध्यम सेयर गरेर सुनाउँदैछु हजुरहरूलाई मेरो लाइफमा के हुँदैछ हैन म भिडियोहरू त बनाउँदैछु सर्ट्सहरू गरेर हेर्नु होला गाइज हैन सर्ट्सहरू दामी बनाउँदैछु ट्राई गर्दैछु आफ्नो डान्सको अरू लिपसिङ गरेर कन्टेन्टहरू बनाउँदैछु सबैमा सपोर्ट गरिदिनु होला हैन अब तपाईहरु नै हो सायद सपोर्ट गरेर मलाई अलि हौसला प्रदान गरिदिनु हुन्छ जस्तो लाग्छ क्या नभए त खै अब यो काम गरेर अरूको जागिर गरेर खान त सजिलो हुँदैन हैन आफ्नो घरमा गरे जस्तो पनि हुँदैन त्यस्तै हो अनि त्यही पनि अब घरमा बसिरहेको छु भने केही चिज सदुपयोग गरौँ केही चिज बनाऊँ केही चिज गरौँ हैन त्यो चिजले गर्दा के आफूलाई पनि मोटिभेट भएर के गरिरहेकै छु भन्ने होस् भनेर हो कि गाइज हैन अनि यो भिडियोहरू अब सर्ट भिडियो सर्ट भ्लग भन्दा पनि हुन्छ यो हैन सबैहरूले माया गरिदिनु भएको छ युट्युबमा टिकटकमा अझै पनि माया देखाइदिनु होला लाइक्स कमेन्ट सेयर सबै गरिदिनु होला हैन जिन्दगी यति नै डामाडोल भइरहेछ हजुरहरूलाई पनि अब दिनलाई कन्टेन्ट त केही छैन म बाहिर साहिर गरेर भ्लग त केही गरेको छैन गर्नुपर्ने हो अगाडि बढ्नुपर्ने हो देखाउनुपर्ने हो हैन तर त्यसको लागि पनि धेरै चिज चाहिँदो रहेछ के गाइज हैन अब हजुरले बुझ्नुहुन्छ नि अब नयाँ यत्तिकै निक्लेर क्यामेरा ठडाएर जतातिर जानलाई पनि पैसा चाहिन्छ हैन अब त्यो नभइकन कहीँ गएर के गरेर गइन सकिँदैन हुन त मान्छेको भ्लग जहाँ पनि जे पनि गर्न सक्ने मान्छे त जहाँ पनि जे पनि गर्छ भन्नुहुन्छ क्या तर अहिले म त्यस्तो सेल्फ मोटिभेट भएको छैन किनभने म आफ्नै गरिरहेको काममा अब राम्रो नभएर होला अनि यत्तिकै घरमा थन्केर हैन के भन्नु गाइस पीडा छ अब कसैलाई सुनाऊ हैन अब तपाईहरुलाई बाहेक कसैलाई सुनाउन पनि सक्दिनँ हैन अनि त्यही भएर तपाईहरुलाई सुनाउँदैछु होप त हजुरहरूले बुझ्दिनुहुन्छ माया गरिदिनुहुन्छ या गाली गर्नुहुन्छ भने केही छैन ठिक छ तपाईहरुको गाली पनि मेरो लागि एउटा माया नै भनेर सोच्छु हैन माया नै गर्नुभएको छ तर सकेसम्म साथ सपोर्ट जुन पनि सोशल मिडियामा यो पोस्ट गरिने छु म युट्युब होस् या मेरो टिकटक होस् सबै परिवारलाई चाहिँ के भन्न चाहन्छु भने थ्याङ्क यू सो मच जो जतिजना जुड्नु भएको छ र सबैले माया गरिदिनु होला हैन अरू भन्ने त के हो अब यो भिडियो यतिकै नै सानो सर्ट भिडियो जस्तो बनेर नै अब सकिन्छ होला सायद अब कहाँ के देखाउनु अब यस्तो अब गरिबको घरमा यो अब के देखाइरहनु हैन पछि बिस्तारै त्यसरी देखाउँदै जाला यो एउटा मनको कुरा चाहिँ हजुरहरूसँग धेरै कुरा नगर्न पाएको भएर चाहिँ कुरा गर्न आएको लाइफ यस्तै चल्दैछ अब बाहिर मौसम पनि यस्तै गर्मी नै छ काठमाडौँमा हैन गर्मी छ पानी पर्ने छ त्यस्तै भइरहेछ हजुरहरूलाई पनि सन्चै नै होला हैन हजुरहरूकोतिर पनि पानी पर्ने गर्मी भइरहेको होला कतिलाई त्यो अनुसारले पनि कसैलाई कति चिजको गाह्रो पनि भइरहेको होला त्यो चिजमा मेरो पनि गाह्रो सुनाउँदाखेरि सबैहरूलाई कति आफ्नै छ के सुन्ने होला भन्ने हुन्छ होला हैन त्यस्तै हो अब यतिकै तपाईहरुसँग अब कुरा राखौँ कुरा गरौँ के गर्दै हुनुहुन्छ हजुरहरू सन्चै हुनुहुन्छ होला हैन तपाईहरुको जिन्दगी पनि त्यस्तै कसैको होला त्यही पनि केही छैन हैन हजुरले दिनुभएको माया नै धेरै ठुलो कुरा हो यसरी नै माया दिइराख्नु होला अझै नै जुड्नु होला जो नयाँ हुनुहुन्छ फलो लाइक कमेन्ट गर्नु होला सबैले हैन युट्युबमा हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला टिकटक हुनुहुन्छ फलो गर्नु होला हैन सबैतिर जहाँ हुनुहुन्छ जुड्नु होला हैन यसरी गफ गरेर भिडियो बनाउने छु म गफ गर्ने छु हैन रमाइलो कुराहरू गर्ने नै छौँ यस्तै कुरा हुने नै छ है गाइस ल त बाई बाई